दाइ ब्लग सुरु भइसक्यो हाम्रो Here we have blueberry iced tea and 2 bottles of water. Sanitizer? I think we should have carried a sanitizer in the car. Sanitizer चाहिँ किन तपाईँ 40 भएर Yeah. 40 भयो तपाईँ चाहिँ मेरो उसो के अरे तपाईँ चाहिँ मेरो ब्लगको कन्टेन्ट I'm your third person view. थर्ड ओके यहाँ चाहिँ हलोविन लागिसकेको छ है साथीहरू You can see this lady over here. She's my wife. She's your wife? खै टी सर्ट देखाउनु तपाईँको yes Vandana and this is my wife. Hello. You just take a picture. यो ओम शान्तिमा एउटा यस्तो अनुहार लुकेर हिँड्दैन क्यारेक्टर थाहा छ खानै जानु त्यसो गरेर छोपेर हुन्छ क्या त्यस्तै वाला क्यारेक्टर ओम शान्ति ओमको क्यारेक्टर तिमीलाई यो भयो तपाईँ पुग्छ इन शिवाया उलाएर मलाई मनपर्छ निर्मला मनपर्छ म त दुःख मूर्खहरूसँग जस्तो ये I don't like him. लाद है एलिगेसन आयो त beat those allegations. म त केही नखाने लोन भयो बिल कति आयो त आयो हाम्रो $13. $13 Why are you guys still here? It's closed. I'm going to punch. I can see a couple from here. And make him That's so he's couple Nirmal. Like up to the ए ल I parked it over here. park. Did you get that? Yes, it's on the camera. एउटा पिकनिङको ठाउँ छ काया गर्न मिल्छ के मलाई हो यो कायक चाहिँ गर्नु मन लाग्छ हर्स राइडिङमा त हुन्छ त मन त अहिले फलमा Oish, bro. So we are back in Circle K now. Thank you. Daiko Pocky bottle. Hello, Canada go Starbucks. Okay. But I don't think you know. Peach Peach lemonade fruit quencher, 1 medium dark roast cream 2 sugar, 1 iced coffee. Nice coffee. Let's go. किन हो यो दाइहरूले फसाउनु लाग्यो जस्तो लाग्यो यहाँ अब यस्तो छ यस्तो भनेछन् अब यस्तो जङ्गलतिर लैजाँदैछन् हामीले त्यो फ्लोटर ल्याउनु पर्छ नि फ्लोटर चाहिँ मिस भयो क्या फ्लोटर चाहिँ किनेर राख्नु पर्छ we should have a floater in a car. That's so much better when you go in this kind of lakes. फ्लोटर ए त्यो पुरा चिल हालेर बस्ने बुढी पल्टाएर चट्ट So much better. सही हो दाइ फ्लोटरमा बसेर क्लास रोयल हान्नुपर्छ ओइ मान्छे म मान्छेको थोडा देखाउँदिनँ क्या अरू मान्छेको होइन लाइक मलाई मार्छ फेरि ओ कसले भिडियो खिचेको तैँले मेरो भिडियो खिच्ने अधिकार कसले दियो भने ओ कन्टेन्ट यता आउनु न तपाईँ कन्टेन्ट तपाईँ कन्टेन्ट हो कि Yeah. So you can see over here, the leaves are starting to change the color. Yes. And we are Yes. approaching autumn. Or you could. ओ के हो यो त घार्मी डाँडा गयो जस्तो छ त आए पोखरामा घार्मी डाँडा छ के यस्तै छ यार सेम ओए पानी त अहिले देखियो त यार ओहो दाइ सर्टकट हो पार्टी हाने चाहिँ हिजो राति खेलाडी तयार हुँदैछन् यहाँ चाहिँ हाम्रो साथीले माछा मारेको मारेछ गर्दै गरेन ऊ दाइ सोध्नु न कति माछा मारे त्यसले माथि हाम्रो पिलेन आएको छ पिलेन ल साथीहरू पानीमा आएको छ दादा ल त ल
Good boy. Now get back. दामी यो चाहिँ के हो यस्तो लाइटनिङ स्पेल खायो जस्तो चाहिँ This is me, your boy. कति पर्नुहुन्छ साथी कुरा सचिन बहने भयो सचिन तपाईँ कपाल कोर्नु बन्द गर्नु धेरै कोर्नु हो सो यहाँ चाहिँ खतरा ओ यो त अति दामी देख्यो यहाँ चाहिँ दामी छ चाहिँ कस्तो हरिफ देख्यो हामी कता थियो यता लेफ्टमा थिए त्यहाँ सास फेरिरहेको बुलु 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 नि त क्र्याब होला त्यो त सास फेरिरहेको तलबाट माछाले पादिएको दाइ ओ यो हो नि त अल्टिमेट चिल यहाँ कस्तो मिठो काम है डल्लो फाल्यो अरे यो फिल्टर होइन कि यार यो कस्तो है म जस्तो मान्छे लाँदै खतरा फोटो हान्दैछ त्यसले यो चाहिँ अति दामी लाग्यो यार मलाई त पारीमा के रे दाइ क्यामेरा भन्नु पर्यो Nepalis don't have good communication. We always assume what the other person is thinking. That's really bad habit. अभी सही हो सही हो दाइ सही हो सही हो डु अ ब्याक फ्लिप Go back to your country भन्दा नि सोचिरहनु यसलाई समातेर दाइ छोइला हान्नुपर्छ यो दाइ त कता कता छिर्दो रहेछ गाइस सचिन लड्नु हुन्छ है ओ माइ गॉड ओए खतरा लोटे लोटे ल दाइ वाउ यो चाहिँ अति दामी थियो क्यानाडा सो वी स्टार्टेड फ्रम देयर हामीले यहाँबाट सुरु गरेको है यत्रो मान्छे आइसकेको छ हामी यत्रो हिँडेर सर यहाँ आएको छु तन्नै के छ र बाटो यस्तो त म घर नेपालमा कति हिँड्थेँ दिनकै बाटो दोकान जाँदा 4 दिन हिँडेपछि हामी आएको छौँ पार्किङ लट आएको छौँ बाटो चाहिँ मन पर्यो है मलाई यो चाहिँ सरङकोट जाने बाटो जस्तो छ सरङकोटको भित्रभित्र यताबाट नि लेक जाँदो रहेछ मैले भर देखिसकेँ कति बज्यो बजेको 5 बज्न लागिसक्यो पनि देखियो यहाँ अब यो के पनि देखियो यहाँ कसको लिन आउनु गाइस प्लिज ओ दाइ रोक्नु ल म आउँदैछु
पोइजनस प्लान्ट्स ल यो त अघि मैले छोतेँ यार अघि छिरेको ठाउँमा आएको छौँ अब यहाँबाट चाहिँ पार्किङ लटसम्म हिँड्नुपर्छ ए घरको पाले हेर साथीहरू आजको हाम्रो मिनी एडभेन्चर यही सकिएको छ के भन्न चाहनुहुन्छ एकदम रमाइलो भयो एकदम पौडी सौडी सब खेल्यो असिम दाइको टिम दिदीको आज थर्ड लट कफी सेकेन्ड लट हो बस्नुहोस् पानी एकछिन दाइको क्लास 12 चल्दैछ मैले फर्मस किचन जाने प्लान रे अब हामी यहाँबाट निस्किसकेको छौँ यताको चाहिँ यस्तो बस चल्दो रहेछ यता चाहिँ 40 मिनट पछि आएको छौँ हामी त डेन्जर छु त्यहाँ 50 है हामी चाहिँ आइसकेको छ जक्सनमा यहाँ अर्डर हुँदैछ टन्नै खाइयो साथीहरू कस्तो भयो फुड कोमामा छन् सबैजना अब यहाँ लेडिज पार्टीलाई छोडेर जाँदैछौँ नेपाली स्टाइलमा हामी जाँदैछौँ त्यो उता गयो त त्यसको पछाडि गाउँ नाइस सकिसकेछ त्यो पनि विल एक्सपायर इन 10 मिनट्स कस्तो दामी गड्डा मान्छेहरू नि क्रिएटिभ हेर यता बुढो मान्छे भन के भन्छ के को पैसा त यो क्वीन एलिजाबेथ यो चाहिँ बनराउन्डे मेरोबाट 20 रुपियाँ चोरेको थियो हो त्यो 20 रुपियाँ मात्रै छ भने मलाई यत्रो होइन दाइ तपाईँ क्यासमा काम गर्नुहुन्छ मलाई थाहा छ 40 रुपियाँ क्यासमा काम गर्नुहुन्छ मलाई थाहा छ रन 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 खाबाबिएन साबाबिएन साबाबिएन फेरि आएको छ यहाँ हाम्रो गाइजहरूले अब म यो भ्लगबाट पैसा कमाउँछु होइन 1000 जति आउँछ होला अनि हामी 250 बाँड्नुपर्छ है ल ल ल ओके ल यहाँ पान किनिसक्नु भएछ हाम्रो दाइ र दिदीले देखाउनु ओइ अहिले खान लाग्यो ल लाँदै होइन दाइ म घर गएर इन गर्छु ल ट्रिप सकियो कति बजे हामी कति बजे हिँडेको 2 बजे हिँडेको ल सबैजनालाई गुड नाइट अब चाहिँ लास्ट टाइम भएको चाल चाहिँ गाडीमा छ ल गुड नाइट सबैजना बोय बोय